साथीहरू नमस्ते। म चाहिँ गुड इभिनिङ। म चाहिँ फर्सीको मुन्टा केलाउँदैछु। अनि चाहिँ मेरो बारीको आफ्नै बारी हो। त्यो गर्मी छ फेरि। म चाहिँ बोलेर अहिले भिडियो बनाउँदैछु, तर भरे मेरो बोली सुनेर लाज लागेर मैले पोस्ट गर्दिनँ होला सायद। जस्ट ट्राई गरेको। कतिजना त्यस्तो लाग्छ साथीहरू, मलाई चाहिँ यस्तो अप्ठ्यारो लाग्छ कि आफ्नो बोली सुनेर क्या, आफ्नो स्वर सुन्न आफैलाई अप्ठ्यारो लाग्छ क्या। अरू त कस्तो हुन्छ, अहिले कन्फिडेन्ट तरिकाले बनाइराख्नु भएको हुन्छ नि त साथीहरूले। मलाई त्यो हेरेर अलिकति आफूले मोटिभेट गर्छु क्या, अनि बोल्न खोज्छु तर सक्दिनँ लास्टमा। के गर्नु र, कन्फिडेन्ट भनेको 0 लेभलको छ। अनि आएको छु म फेरि पेजमा रिल्स बनाउन क्या। भन्छ नि हिन्दीमा बोल्यो भने चाहिँ के हुन्छ, भ्युवर्सहरू ज्यादा जान्छ अनि फलोवर्स बढ्छ भन्छ नि। बोल्नै सक्दिनँ क्या हिन्दीमा त। हिन्दी आउँछ नआउने होइन, टुटाफुटा बोलिन्छ पनि, तर कन्फिडेन्ट छैन। यहाँनिर नेपाली त बोल्न सकिरहेको हुँदैन होइन, हिन्दी। अनि म चाहिँ कुनै दिन तपाईँहरूसँग एउटा टपिकमा यस्तो कुरा गर्न मनपर्छ नि त। म मेरो मनमा नै सोच्छु क्या, यस्तो कुरा गर्छु साथीहरूसँग। सायद म जस्तै कति साथीहरू त्यस्तै होला म जस्तै लाग्छ कि। तर मेरो हुन्छ नि, मैले यो बोल्न चाहेको मेरो कुराहरू राख्नै सक्दिनँ होइन, बोल्नै सक्दिनँ। के भन्ने होला त, यो कन्फिडेन्स चाहिँ कसरी गेन गर्ने होला, केही उपायहरू सिकाउनुहोस् मलाई पनि तपाईँहरूलाई आउँछ भने। म चाहिँ रहर यस्तो हुने क्या, तर कन्फिडेन्ट चाहिँ नहुने। यो चाहिँ मेरो आफ्नै बारीको फर्सीको मुन्टा हो। मैले यहाँनिर फर्सी 1 बोट रोपेको थिएँ नि त। 1 बोट फर्सीले सारा संसार पुग्ने रहेछ। यति धेरै फैलेर मेरो घर वरिपरि चाहिँ सबै यही 1 बोट फर्सीले छोपेको छ हौ। चाहिँ सर्प आउँछ भन्ने डर लाग्छ नि त। मेरो घर चाहिँ तपाईँलाई भन्दा धरान कन्ट्री साइडमा पर्छ। अनि त्यसपछि हाम्रोतिर चाहिँ गाउँभन्दा गाउँको भाइब्स पनि आउँदैन क्या, सहरभन्दा त्यस्तो सहरले हुन्छ कन्ट्री साइड। अनि कन्ट्री साइडमा छ अनि सबै चिज हुन्छ। सब्जीहरू आफै रोप्ने गर्छु। मेरो त धेरै जग्गा छैन नि त, थोरै छ, तर पनि आफूले खान मिल्ने सब्जीहरू चाहिँ उमार्ने हुन्छ। आफैले रोपेर अर्ग्यानिक सब्जीहरू खानु मनपर्छ भन्छन्। मेहनतको फल हो। यो चाहिँ मेरो छोरा ल्याङ मेरो छोरा ल्याङ।